यो बाध्यता लास्ट कुरा हो हैन हामीलाई मर्नु न बात त्यहाँ टिकटकमा हेरौँ न कति थोक लेखेको छ त तपाईँ पनि जाने नै थियो भने अनि डिभोर्स गरेर बुढासँग राम्रो तरिकाले जानु पर्थ्यो नि त दिदी होइन भने त हो मन मिलेन ठिक छ हामीलाई पनि भोलि दिन मन मिलेन भने हामी हैन त्यो कुरा त छ तर सामाजिक सञ्जाल हो किन भन्नुस् त टिकटक अब त्यसमा त्यस्तो बेइज्जती गरे कस्तो कस्तो अक्षर लेखेर टिकटक बनाएको छ तपाईहरुलाई यहाँ यो तेरो गल्तीले हो स्क्रिनमा देखाइदिन्छु त हजारौं तेरो फ्यामिली थिएन छोरा छोरी छैनन् साँच्चै तपाईको चाहिँ बिहे भएको कि नभएको भएको लु अनि खोइ श्रीमती पहिला आएको म आएको एक पति 15-16 दिनमा मेरो नि यत्रै छोरा छ होइन हिजो अस्ति तपाईँ विदेशबाट आएर पहिला गयो म ससुराली नै बसेँ हो चाला अनि ठिक हुनु परेन त मेरो हो कि होइन भन्नु लगभग अर्कासित चक्कर लागेपछि हिँड्दैनन् छोरा पनि लिएर गएको छ मेरो पनि हैन उहाँसँग भेट भएको बोलेको चाहिँ कति भयो तपाईँको म बोलेको त खासै धेर भयो हैन पहिले एकखेप बोल्यौँ त्यस पछाडि त्यो टिकटकमा बेइज्जत भयो हैन त्यस पछाडि बोलचाल बन्द भयो हैन त्यस पछाडि एकचोटि त्यही उर्लाबारीमा भेट भयो भेट्नु पनि जानुभएको थियो होइन म पासपोर्ट उयो गर्न गइरहेको थिएँ रिन्यू गर्न जानुभएको थियो अनि त्यतिकै त्यहाँ भेट भएर अनि भेट भयो अनि त्यस पछाडि हिजो अस्ति घरमा पनि त्यस्तो त्यस्तो बेइज्जत भयो भन्ने कुराले गर्दाखेरि अनि म निस्केर हिँड्ने थिइनँ मलाई नि माइती भेला गरेर दिदीले पनि माइती भेला गरेर मलाई मार्छु काट्छु भनेपछि म त्यहाँ बस्नु सक्नु म कसरी बस्नु सक्छु त्यो त तिमी दुनिया नाठासँग बोल्ने आफ्ना बुढालाई टाइम नदिने अनि त्यहाँदेखि कसरी देऊ बलक हानेर मैले कति सम्झाएँ तिमीलाई बहिनी हान्नु परेपछि त हान्नु त पर्यो हो तिमी बोकाहरूसँग बोल्ने अनि त्यहाँदेखि आफ्ना श्रीमानलाई चाहिँ त र म मुख छाडेको अझै म सुनाइदिउँ यी दाजुहरूलाई के भन्यौ तिमीले भने दाजु मैले पेपरको दाजु आमा बुवाहरू भाइहरूसँग सबैसँग पेपर दिवसको तयारी गर्ने तुरुन्त पठाइदिनु भनेको हो कि होइन कहिले मैले त्यसरी भने कहिले भने त्यसरी लु यहाँ रेकर्ड सुनाउँ त लु पठाउँ त दाजु त्यो ज्वाइँले पठाएको मेसेन्जरमा निकाल्नु त कहिले पेपरको रेकर्ड भने ज्वाइँको बलक खोल ज्वाइँ आउनु हुँदैछ छुट्टीमा यसरी तिमीले यस्तो हरकत गर्दैछौ उसको आमाले चाहिँ मलाई भात दिँदा पनि माटोसँग हालेर भात दिन्थ्यो र पनि मैले सहेर बसेको थिएँ त्यति गर्दा पनि गाडीमा सँगै हिँड्दा पनि उसले अर्को केटीसँग रात बिताएर हिँड्दा पनि मैले उसलाई केही गरिनँ यहाँदेखि घरमा माइतीमा नानी जन्मियो माइतीमा नानी जन्मिँदा पनि नानी कति हप्ता 10 दिनको हुँदाखेरि अर्को केटीसँग फल्नाको त यस्तो थिएन र त्यस्तो भनेर पनि यसले गर्दा पनि मैले केही भनिनँ उर्लाबारी गर्दा मोजमस्ती गर्ने पस राति 2 बजे फोनमा बात गरेर बस्ने टेबलमा हो कि त मैले फोन गरेर बोलेको नबोलेको होइन बोलेको गीत गाएर बस्ने कहिले गीत गाए कोसँग गीत गाए अनि यस्तो हुन्छ नि त तपाईकै लागि दुःख गर्नु भनेर गएको तैले सोचिस हैन अब छोराको भविष्य सोचिस भएको मान्छेलाई चाहिँ बोला गरेर कति जा छोरा आले कति पोलेछ नि मुटु के गरे यस्तो नराम्रो बनाएर आफू त राम्रो हुन्छ भनेर सोच्ने घाँस खाने मान्छे कसैलाई पो दुःख गरे गएको तपाईकै लागि तँ मैले के भने थिस् म त मलाई जाति तैले भनेको कि न भनेको थिए तर त्यही राति मलाई भेला बोली मलाई के सम्पर्क गरिस् किन सम्पर्क मलाई किन भन्न सकिनस् युट्युबमा हेरिरहेछन् अर्काको सोच्ने लाँदाखेरि जाँदाखेरि भन्ने थाहा छैन किन भन्न सकिन म हो कि को तर मैले के चिजमा गरेको थिइनँ हानिरहेछन् भिडियो दिने कि चाहिँ आइरहेछ कसको गल्ती मेरो गल्ती हो छोडिदिनु नछोड्ने अरे छोडिदियोस् अब तपाईँ उहाँसँग बस्ने दिदी बस्नु मान्छे छोडिदियोस् न के गर्नु पैसा फिर्ता अनि गर्नुपर्छ पैसा चाहिँ अब के गर्नु नि दिन्छु कति चलाउनु भएको छ अब त्यति मैले 75,000 लिएर त्यो मात्र मैले अर्को ल्याएको होइन ल्याएको कुरा होइन त्यो विदेश जाँदा पहिला दिनको चलाएकोहरू डकुमेन्ट हो सबै निकाल्नु यसको डकुमेन्ट कहाँ छ खोइ त्यो जग्गाको कहाँ छ उहाँ थियो सरानीसँग छ बाबुको जन्म दर्ता खोइ डकुमेन्ट सबै पुरा निकाल्नु जन्मदाता पुरा डकुमेन्ट तपाईहरुले पनि हेर्दिनु होला हैन तपाईहरु पनि बुझ्ने मान्छे हो एक किसिमले हैन सर बुझ्ने मान्छे किन अर्काको बुढी उठाउँछ हैन त्यो हामीहरुको बेइज्जती भएर लास्टमा सधैँ नसक्ने भएर उठाएको हो हैन हो कि न भन त 98 हामीलाई चाहिँ तपाईँ चाहिँ त्यो दिन बजार जाने भनेर आउनु मेरो घरमा फोन गरेर तैले के किन पैसा माग्थिस् घरमा त्यस्तो भयो पैसा कहिले किन पैसा भरा स्कुटी किन्छु भनेर भनेको थियो मैले 2,70,000 मैले 1 रुपैयाँ लिएको छैन मलाई त्यो आरोप लगाएकोस् 75,000 मैले लिएको मैले चलाएको छु म तिर्छु टाइम लाग्छ म तिर्छु टाइमको बात हैन जसरी मलाई घाटे
तर मलाई त्यो बेलुका मैले नगरेको कुराहरू गरेर मलाई कता कता गरिबी निवारणको नगरेको कुरा हामीले तिरेको पैसा हो त्यो गरिबी सञ्जालको पैसा फोटो स्क्रिन गर्दै फोटो पठाउँदै स्क्रिन कसरी घरमा काट्न मार्नु पठाइन्थ्यो 2 बजे राति कसो बोले बसे त गीत गाएको कसो बसे कहिले हात नलगाउनु हात नलाउनु हात नलाउनु दिदी दिदी भयो त ए नकुल 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 के हो तैले नकुल 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 न झगडा नकुल जाऊ त छोड्दै म छोड्दिनँ उहीसँग बस्ने बस्छु म यति गरेपछि म किन जान्छु तँलाई पैसा दिएको मान्छेलाई लाने होइन त्यसो गरौँ हातपात नगरौँ कि हातपात नगरौँ हातपात नगरौँ हातपात गर्नु हुँदैन पैसा तिर्छु ल एकछिन है अब उहाँको दिदीलाई के शब्द बोलेको छ आमालाई के शब्द बोलेको छ हेर्नु भोइस रेकर्डमा पनि उहाँले जसरी मेरो घर तस्नो गरेछ यो आत्मा कसरी बोलेछ हेर्नु यो खाकेले गर्दाखेरि मेरो घरबार बिगाएर तस्नो छोड्नु सक्छ यसलाई म नुनचोक लाएर यही मार्दिन्छु म यति साह्रो हो तमासा देखाउने 8 वर्ष 7 वर्ष माइतीले उत्पात राखेको हिसाब किताब आज यही हो दाजु के हो भने छोड्नुस् हात चाहिँ नलगाउनु हात चाहिँ नलगाउनु छोड्नुस् यति नै हो कुटेर केही हुँदैन क्या यही हो मैले तँलाई के गरिन एकैछिन यहाँ सुन्नु न के छ के म दुकानमा राखेको बिडियो हो छोड्दिनु जान्न छोड्दिनु ल एकैछिन यहाँ सुन्नु एक मिनट जय एक मिनट ल सुन्नु ल ल को बोलेको उहाँ म बोले हो कसलाई भनेको किन भनेको के भएर कसरी के गर्नु यस्तो घटना के छ होइन त्यसमा त आइएम सरी जमाना थाहा ल छैन थाहा छ चौकीमा जाउँ चौकीमा ल अनि त्यस्तो भनेको तपाईँले उहाँको दिदीलाई होइन उहाँले किन पहिले नै अर्को मलाई धम्की मार्ने धम्की दिएको पनि छैन आमा हुनुहुन्छ उल्टै अनि होइन अनि किन भन्ने कुरा त मैले भनिहालेँ नि मैले त्यो टिकटकमा हामीहरूलाई त्यस्तो गरेपछि सनै नसकेर तपाईँहरूको बेइज्जत देखाइदिन्छु म अहिले मोबाइलमा होइन त्यो मोबाइलमा तपाईँकै स्क्रिनमा प्रश्न बनाइदिन्छु हो कि नर्छ कस्तो कस्तो लेखेको छ हो कि भन कान्छी कति फटा होइन विदेशमा भएको मान्छेसँग कसरी भेट्थ्यो र त्यसरी गर्थ्यो त्यो विदेशमा हुँदाखेरि तपाईँ विदेशमा हुँदाखेरि तिमीहरू आएको जेठमा आएको मान्छे फागुनतिर कसरी हाम्रो भेट हुन्थ्यो रात भाग्छ घरबाट अनि तपाईँ त्यो होटलमा बसेको चाहिँ हो कि होइन कोसँग बस्नु भएको चाहिँ त्यो फोटोहरू देखाउँदै हुनुहुन्थ्यो नि त हामीलाई त्यो फोटो चाहिँ कोसँग अस्ति अघि भनिसक्नुभयो त अनि हामी बसेकै हो विदेश जानुभन्दा अगाडि भनेर कहाँ अगाडि म विदेशबाट आएको त 2 महिना हुन लाग्दैछ यहीबाट आउँदा तपाईँको श्रीमती नै पहिला गई होइन आफू सही ठाउँमा हुनु पर्यो नि त अनि 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 यता अर्काको श्रीमती उडाइदिनु भयो होइन त्यो त बेजतीको कारणले नै हो क्या धेरै ल्याउने थिएन हामी बोल्न नि छोडेको थियौँ क्या मेरो मेरो सन्देश चाहिँ के हो भने तपाईलाई पनि चाहिँ अब के भन्छ अब त्यो सामाजिक सञ्जालमा त्यस्तो बेइज्जत गरेपछि होइन त होइन मेरो भन्ने पनि के हो भने तपाईँ पनि छोरा मान्छे हो होइन तपाईँलाई पनि साथ चाहिन्छ तपाईँले पनि बिहे गर्नुपर्छ तर मैले भने के हो भने अर्का घर उजाडेर बिहे नगर्नु होइन त्यो त मेरो गल्ती हो तर त्यस्तरी टिकटकमा त्यस्तरी सामाजिक सञ्जालमा बेइज्जत गर्नु भनेको सानो कुरा त्यसको होइन लागि कानुन थियो नि त कानुन छ नि अनि अब स्वीकार्ने उहाँलाई अनि ऋण तिर्नुहुन्छ अब उसले के भन्छ ऊ जान्छु भन्यो भने जान्छ होइन ऋण बस्छु चाहिँ ऋण उता जाँदिन भनिसक्यो नि त अब ऋण त मैले चलाएको छैन पैसा होइन त्यसरी भनेर कहाँ मिल्छ त अर्काको बुढी उठाएपछि तपाईँले अनि त्यस्तो हो नि त एकछिनले भाइलाई पर्दैन एकछिनले भाइलाई मैले पनि हेर्नु पाउनुपर्छ कि अरूको मात्रै अधिकार होइन मैले पनि जन्म दिएको म मरेर जन्म दिएको छोरा मैले पनि हेर्नु पाउनुपर्छ मर्ने बेलामा मोबाइलमा 30,000 पैसा पुर्याउने म हो त्यो हेरि नसक्ने सके हेरि नसक्नु सबै त्यस्तो टिकटकमा बोल्ने नबोल्ने कुरा सबै बोलेर हाल्दै त्यो सुरुदेखि छ क्या सपना तामाङ भन्ने मान्छेलाई लिएर त्यसलाई कारबाही गरोस् अनि म त्यहीसँग जानु परे पनि जान्छु सपना तामाङ हुन्छ को त्यो फेसबुक आइडी त्यो टिकटक आइडीमा सपना तामाङ 35 छ होइन त्यो म सबै तपाईँहरूलाई डिटेलमा देखाइदिन्छु त्यो हामीहरूले चाहिँ दुईजनाले सनै नसक्ने भयो क्या म विदेशमा छु ऊ नेपालमा छ होइन नभेटेर चाहिँ शारीरिक सम्बन्ध बसाइ होइन अब त्यो मोबाइलमा हेर्नुपर्छ अब त्यो मेरो मोबाइल चाहिँ उहाँहरूले हडप गर्न पाउनुहुन्न मैले तपाईँहरूको स्क्रिनमा मैले देखाउन पाउनुपर्छ हो कि भन्नुहोस् त्यो हेरेपछि तपाईँहरूले पनि गेस गर्नु होला के हो भन्ने कुराहरू है त अब बसेर हेरौँ
अब त्यो त एकदम कस्तो छ नि के भनेर होइन अब यत्रो भइसक्यो भोलिको दिनमा तपाईँले उहाँलाई राम्रो तरिकाले राख्ला त किन उहाँलाई त म राम्रै तरिकाले राख्छु नै भनेर ल्याएको नि त्यत्रो बेइज्जत भइसक्यो होइन त एकछिन भाइ एकछिन अब त्यस्तो छ त्यो हेर्नुपर्छ त्यो टिकटकको मलाई चाहिँ त्यो मोबाइलमा हेर्नु त तपाईँको मम्मीको तपाईँको नानी कसरी त्यो लुडिरहेको छ टिकटकको चाहिँ सबै हेर्नुपर्छ त्यो सपना तामाङ 35 आइडी भएको त्यसलाई त्यो देखाएर सबै यो गर्नु रोको छ उहाँलाई पनि त्यो तेरै बुढीहरू हो क्या त्यो तेरो बुढीहरू हो अब को त म जान्दिनँ होइन त्यो यस्तो बुढीहरू हो हजारौँ जना केटीहरूलाई बिहे गरेको छुइनँ भन्दै दुनियाँलाई देखाउने आइडीमा हेर्दा नि भइहाल्छ नि ककललाई अनि तपाईँ आफैले पनि देख्नुभयो एउटा अहिले भन्दैछ मेरो त नाम प्रकाश तामाङ हेर्नु फेसबुकमा हामीसँग बोलेको छ एन्जल तामाङ भनेर हेर्नु अनि यो आफू फेक छ अरूलाई फेक देखाउँछ अब त्यो फेरि तपाईँले आज गल्ती गरेर अनि उहाँ दाइले दिनु हुँदैन नि त त्यसै कि प्रत्यक्ष चाहिँ किन त्यसरी नबनाउनुहोस् को त यो मान्छे भनेर पत्ता लगाउनुपर्छ होइन उहाँहरूले भन्नुभयो हामी चिन्दैनौँ होइन हाम्रो पनि चरित्र हत्या भएको छ होइन लु खोजौँ न त सबैले भन्दाखेरि उहाँ त्यो सपना तामाङको लाइफमा गएर बसिरहनु भएको थियो अनि उहाँलाई मैले सोधेँ तपाईँ किन उहाँको लाइफमा गएर बस्नु मैले आफैले पनि मैले यो ठाउँको मान्छे रहेछ दार्जिलिङको रहेछ भनेको छ त